काँक्रा सिमी के फलाउन पर्छ यस्तो अर्ग्यानिक फलाएर खाओ स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर चाहिँ यही सबै मलहरू यसरी रेडी गरेर राखिदिएको हुन्छ। आयो उठायो लग्यो फ्री पाइन्छ फ्री। यो रुखपातको यो चोइटा चोइटी मक्काको मल यसरी पत्ता सोरेर ल्याएर यसरी फ्याँकेको हुन्छ। यही पछि मक्काउँछ, यही पछि फेरि फिर्ता लगो मल बनायो गर्नुपर्छ। मुनिबाट लाउनु माटो लाउनु अनि के लाउनु यस्तो लान्छु त्यो ठप्प बान्यो नि मल उठाउनु बेलचा उहाँ नेपालको याद दिलाउँछ नि हो। दमकमुदी बिर्तामोडमुदी काम गरेको बेलचा चलाएको गिटी बालुवा उगाएको याद आउँछ। के गर्नु अमेरिकामा छु गिटी बालुवा यहाँ मेसिनले चलाउँछ बनाउँछ यसो गरेर उगाइन्छ उहाँ नेपालमा यसरी। आइ हो बलियो पनि सुकेको पो हल्का हुन्छ। गाडी बन्द गरेर
यो चाहिँ नमक्काको यो भर्खर काटेर ल्याएर थुपारेको यो मुढाको सोइटा यो राम्रो हुन्छ मल मक्काउँदै गएपछि उतातिर सोतरहरू त्यसरी त्यहाँ थुपारेको छ उतापट्टि चाहिँ कालो मल थुपारेको छ तर त्यो निकालेको रहेनको छ अहिले अनि यतापट्टि चाहिँ यो चाहिँ अलिक मक्काको सोइटा भएर यो चाहिँ हामीले भारीहरू सबै रेडी गरेको छौँ बोरामा लगाएर उतातिर मुढाहरू त्यो दाउरा चिरेर लानलाई पनि त्यो लान पाए काटेर अनि अझै यतातिर छ ठुल्ठुलो दाउराहरू उतातिर दाउरा त्यसले आएर चिरेर लाँदा पनि भयो दाउरा अचानक बनाउनेले पनि लान्छ राम्रो काठहरू पर्सेन लिएर आएर चिरेर काठ बनाएर पनि लान्छ मान्छेहरूले यस्तो छ यो चाहिँ अलिक मक्काको यो पुरानो यो मल हुन लागेको यो चाहिँ यो राम्रो हुन्छ मलको लागि त्यसो र हामी यो लगाउँछौँ अनि अर्ग्यानिक मल हो यो पनि तर अझै हामी घरमा पनि के कुवाको ओरेको मिक्स गर्छौँ र बनाउँछौँ मल चाहिँ राम्रो हुन्छ त्यसो गर्दा अलिक यहाँसम्म ल अमेरिकामा धानको भारी उठाइँदैछ है जोड बुढाबुढीको भारी बोकाइ छ घर निकाल्नु पो यहाँ कोदो भन्नु नभएको चैतालाई कहाँ ल्याएको यहाँ छ कहाँ छ
ल खोला दैलो अदुवा बोकिन्थ्यो यसरी अदुवा यहाँ अदुवा छैन बोली बन्द भइरहेछ सुशीला चाहिँ भोलि यो कलप गरेर बस्छ कहिल्यै बानी छैन कि मर्छस् भोलि अलैँचीको बोरा है यो अलैँचीको बोरा भोलि सर्वङ भिक्लाकोमा लानुपर्ने भिक्लाकोमा खै भिक्लाकोमा कि हनुमानकोमा लानुपर्ने सर्वङ अहिले 1,40,000 मनको छ अलैँचीको दाम पनि अब हिउँ आउँछ त्यसो र अब यो प्लास्टिकलाई थपक्क छोपेर राखेपछि कालो अलैँची यो चाहिँ